नमस्ते। आज हाम्रो चाहिँ घरमाथिबाट बाटो जाँदै पहिला पुरानो आएको थियो भने अहिले पनि बाटो सोर्ने भन्दै गर्नुभएको छ। त्यहाँ अहिले मिटिङ चलेको छ। हाम्रो घरमाथि जस्तै मेलपोखरीबाट त्यसम्म अनि त्यसपछि हाम्रो घरमाथि र अनि यता पर हुँदै अनि हाम्रो यता पारी आमाको घरतिर बाटो जाँदै उहाँ पारीबाट तल घामथारासम्म जाने भनिरहेको छ। बाटो चाहिँ आफ्नोकै कुरा राख्दै हुनुहुन्छ आमाहरूले। परको जान्छ भन्दै हुनुहुन्छ, परको बास एउटा झर्छ भन्दै आफ्ना आपसी कुराहरू राख्दै हुनुहुन्छ। त्यहाँसम्म पुऱ्याइयो भने भदौ असोजतिर अनि आएर हेरेर बल्ल कोताबाट उभिन्छ त्यता हाल्छ। अहिले होइन अहिले त्यहाँ पुरा छोडिदियो। अहिले खास सबैलाई केही पुरानो बाटो सफा गर्ने के पुरानो बाटो जहाँ पहिला उ गरेको नि बिचरा आमाहरूले फकेर हो जान्न भनिरहनु भयो अनि आफ्नै त्यहाँ जाँदा जाँदा स्थितल गइहाल्छ भनिसकेको मैले। तर चाहिँ हाई माथिबाट आइ भन्नुभयो, बाउजूले माथिबाट आइ भन्नु हो होइन। हाम्रो काइला बुवा चाहिँ कुरो सुन्दैन। बाटो खन्ने अरे बाटो हाम्रो काइले बुवा चाहिँ हेरिरहनु भयो भने हाम्रो मम्मीहरू अनि घामथारा नारायण दाई अनि त्यसपछि पारी ठुलिआमा आमा रामदाई टक्सरबाट रामदाई आउनुभयो। ठुलेन्टी चाहिँ अझै आउनुभएको छैन। त्यहाँ भर्खर मिटिङ हुँदैछ भने थाहा हुन पर्यो भन्दै हुनुहुन्छ आमाहरूले। आफ्नो कुराकानी चाहिँ आपसी राख्दै हुनुहुन्छ भने बाटो खन्ने घर घर गाडी ल्याउने अब सुविधा हुँदैछ। पहिला पहिला नि भएको थियो कि पछि पहिरो गएर हजुर बाटो खन्ने काम छैन कि बा त्यसै खन्ने भन्ने हुन्छ। त्यस्तो कुरो उम्रियो ए पिच गर्ने खन्ने अरे के गर्ने अरे त भइसकिन साथै